नमस्कार सम्पूर्णमा। आज हामी चाहिँ हाम्रो जिल्ला खेलकुद विकास समितिको नवनियुक्त कोषाध्यक्ष हाम्रो मित्र टाइसन सोल्टीलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी यो रङ्गशाला भित्रकै खेलकुदको विषयमा कुरा गर्न गइरहेको छौँ। सर्वप्रथम त स्वागत छ तपाईलाई। धन्यवाद। यो जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष हुनुभएकोमा चाहिँ धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु। आज हामी यसो खेलकुदको बारेमा गफ गरौँ है। यो विशेष गरेर सुरुवात कहाँबाट गरौँ भने चाहिँ जिल्ला खेलकुद विकास समिति भनेको चाहिँ वास्तवमा म पनि 1 वर्ष चाहिँ सदस्य कार्यकाल काम गरेर बसिसकेको। हामी याम गुरुङको पालामा कार्यकालमा चाहिँ विशेष गरेर यहाँको यो हाम्रो रङ्गशाला ग्राउन्डभित्रको यो म्यानेजमेन्ट कसरी गर्ने, जस्तै खेलकुदको सङ्घ संस्थाहरू त छँदैछ, त्यो अलावा पनि यहाँ धेरै समस्याहरू थियो पहिला होइन हाम्रो पालामा। अब यो विशेष गरेर टोयलेटदेखि लिएर सरसफाइ, फोहोर मैला होइन धेरै समस्याहरू होइन। अनि अहिले तपाईँ आइसकेपछि यहाँको अवस्था कस्तो छ? हाम्रो लगभग अब 1 वर्ष कार्यकाल पुरा भइसक्यो। यो दौरान चाहिँ अब हाम्रो अध्यक्षज्यूको सक्रियतामा यहाँ निकै नै राम्रै कामहरू भइरहेछ। तपाईँको यो सरसफाइदेखि लिएर अब यहाँको खानेपानीदेखि बत्तीको सबै समस्या धेरै थियो यहाँ पहिला। बत्तीको पनि अहिले लगभग निर्मूलै भइसक्यो। खानेपानीको पनि यो अन्डरग्राउन्ड ट्याङ्कीदेखि लिएर यो माथिको ठुलो ट्याङ्कीसम्म पनि धेरै समस्या थियो। र मोटर तपाईँको लगभग महिनामा मोटर जल्ने समस्या यस्तो थियो। अहिले त्यो चाहिँ धेरै राम्रै भइसकेको छ। अब आउँदा दिनमा पनि राम्रै होला। अनि यो विशेष गरेर मलाई जहाँसम्म सुरुमा जस्तै बिहान के अरे लगभग चाहिँ बिहान 5 बजीदेखि यो गेट खुल्छ अनि 10 बजेसम्म हाराहारीमा 1000 जना जति यहाँ मान्छेहरू खेलकुद खेल्न मर्निङ वक गर्न आएको हुन्छ। र सबभन्दा मैले देखेको चाहिँ टोयलेटको समस्या छ। अहिले यहाँ हाम्रो कतिवटा टोयलेटहरू सञ्चालनमा आएको छ? सर्वप्रथम त यो अगाडिको हाम्रो सार्वजनिक टोयलेट पनि अहिले सरसफाइ गरेर हामीले सुचारू सञ्चालनमा ल्याएका छौँ। अब यो टोयलेट त यहाँ त धेरै नै छ। अब यो भित्र रङ्गशालाको अब मातहतमा रहेको यो यहाँ त धेरै नै छ, लगभग 20-22 वटै होला। त्यो चाहिँ खासै अब हामीले चाहिँ अहिले खोलिएको छैन, किनभने त्यसको त्यो संरक्षण गर्न नि गाह्रो छ। त्यहाँ कहिले तपाईँको सिसा फुटालिदिने, कहिले टुटी लाने, अब त्यस्तो ढोका फोर्ने समस्या धेरै छ। त्यो भएर त्यसलाई चाहिँ हामीले लक गरेरै राखेका छौँ। ठुलो अब फुटबलको कार्यक्रमहरू यस्तो भयो भने चाहिँ हामीले जस्तो त्यसलाई ओपन गर्नुपर्छ। अरू चाहिँ लगभग अरू सार्वजनिक टोयलेट त्यो भयो। यतातिर यो हाम्रो मल्टिपर्पजको उता पछाडि त्यो पनि लगभग ओपनै छ होला जस्तो लाग्छ मलाई। त्यो पनि अब त्यहाँको नि धाराहरू टुटीहरू सब फेरेर सबै राम्रै गरेको छ जस्तो लाग्छ कि त्यहाँ पनि। त्यसलाई अझै राम्रोसँग व्यवस्थित गर्नको लागि के गर्नुपर्छ होला? टोयलेटहरू त थुप्रै छ होइन, हामीले व्यवस्थापन गर्न नसकेको मात्रै हो। अनि फेरि हाम्रो नेपाली पब्लिकहरू त्यति छ नि त। अब यहाँ आएपछि अब यो के अरे टोयलेटमा पानी नहालिदिने, टोयलेटमा त्यो ढुङ्गाहरू कागजहरू हालिदिने, प्लास्टिकहरू हालिदिने। मैले बिहानदेखि चाहिँ यो भलिबल अगाडिको टोयलेटमा मिनरल वाटरहरूको बोतलहरू थियो अनि मैले त्यहाँ एउटा मिनरल वाटरमा चाहिँ त्यो फिनेलहरू राखिदिएको रहेछ। मैले फिनेलहरू छँदै धारा खोलेर राखिदिएँ। पानीको त व्यवस्था त राम्रै छ होइन, तर अझै पनि यो व्यवस्थित गर्नको लागि यो 1000-2000 अझै ठुल्ठुलो गेमहरू हुनेमा त अलिकति समस्या पर्छ। त्यस्तो व्यवस्थापनको लागि यो टोयलेट व्यवस्थापनको लागि योजनाहरू के छ? अब यसको लागि त मेन अब समस्या भनेको सफा गर्ने मान्छे पनि यहाँ कमै छ। अब एकजनाले मात्र त यत्रो यहाँको 20-22 वटा टोयलेट त सफा गरेर नि सक्दैन। अनि यहाँको मेन कुरो भनेको यहाँ आउने अब खेलाडीहरू, यहाँ आउने दर्शकहरूले के गर्नु पऱ्यो भने आफूले टोयलेट गरेपछि त्यो अनुसार सफा गरिदिनु पऱ्यो। त्यहाँ अब ढुङ्गा हाल्नु भएन, पानीको बोतलहरू जथाभावी फालिदिनु भएन।
त्यही अनुसार अहिले हामीले ठाउँ ठाउँमा यो डस्टबिनहरू पनि व्यवस्था गरिदिएको छौँ। अब पानी खाएर त्यो डस्टबिनहरूमा फाल्ने पानी बसालौँ। अब त्यही नै हो त्यही त मैले देखेको त्यो टोयलेटको त एउटा समस्या भइहाल्यो होइन। यसलाई त अब के हामीले सही हुन त पहिलाको भन्दा त अब 90% चाहिँ राम्रो व्यवस्थापन भइरहेछ होइन। तर पनि त्योभन्दा अझ यो फोहोर मैलाको जुन डस्टबिनहरू यस्तो टन्नै राखिदिएछ अनि अर्को चाहिँ छ नि यो कुन चाहिँ एउटा संस्थाले दिएको एउटा फोहोर मैला थियो नि त अब छुट्टै छुट्टै हाल्ने मैले देखेर चाहिँ अझै पनि बन्दैछ अरे होइन। कुहिनी नकुहिनी त्यो छुट्याउने बोतलहरू त्यो अझै पनि यसो हेर्दाखेरि पनि अब यहाँ जताततै यो त्यो 3-4वटा आउँदैछ भन्ने जानकारी छ। प्लास्टिकहरू जताततै फालिएको देख्छु। यो गर्नको लागि अनि फेरि अर्को सिसी क्यामेराहरू पनि अब कहिले जडाउनु पर्छ अनि अब त्यसको त्यो मेन त्यो एउटा सिस्टम त्यो चलाउने कुरो बनाउन पठाएछ। आएपछि अब लगभग चाहिँ अब सिसी क्यामेरा चाहिँ महिना दिनमा काम होला हुन्छ। त्यो चाहिँ मेन अब त्यही एउटा बक्स तयार भएर आएपछि लगभग 40वटा क्यामेरा चाहिँ लगभग एक टिपमै छ रहेछ त्यो। त्यसपछि हाम्रो चाहिँ अर्को चाहिँ सेक्युरिटी गार्डको कुरा छ। हाम्रो सेक्युरिटी गार्डहरू कतिजना चाहिँ पर्याप्त छ? सेक्युरिटी गार्ड अहिले हाम्रो चाहिँ लगभग 2जनामा चाहिँ 2 सिफ्ट गर्दा एउटा नाइट हो एउटा डेमा हो। अहिले 2टाले चाहिँ अलिक गाह्रै छ। मैले सुन्नमा आएको अस्ति हाम्रो इन्जिनियर साहबसँग कुरा भयो मेरो गर्दाखेरि काठमाडौँमा चाहिँ यो सेक्युरिटी गार्डहरू चाहिँ 35-40जना छ अरे अब होइन। एउटा राजधानी भएको हुनाले तर त्यही हाराहारी पनि यहाँ 35-40जना सेक्युरिटी गार्डहरूको आवश्यकता चाहिँ छ। किन भन्दाखेरि त्योभन्दा ठुलो ग्राउन्ड हाम्रो जग्गा छ यसमा होइन। जस्तो उहाँ एउटा फ्लोर ग्राउन्ड छ हाम्रो यहाँ ठुलो ग्राउन्ड छ, उहाँ क्रिकेट ग्राउन्ड यहाँ क्रिकेट ग्राउन्ड हाम्रोमा छ होइन। एरिया वाइज पनि उहाँभन्दा डबल ठुलो छ हाम्रो। यस्तो अब सेक्युरिटी गार्ड 35-40 भनेको त अब त्यो त धेरै नै हाम्रै अहिले लगभग 2जना सुन्नमा आएको काठमाडौँमा चाहिँ त्यो होइन। त्यो चाहिँ अब तलबको पनि कुरो आयो नि त। अब हामीले अब आफ्नै आन्तरिक स्रोतबाट उनीहरूलाई खुवाउने हो। अहिले हामीले लगभग पनि आन्तरिक स्रोतबाटै गरेको अरे क्या। जस्तै हुन त मैले उहाँ चाहिँ करोड प्लसमा चाहिँ मासिक उठ्छ अरे भन्ने कुरा छ। यहाँ पनि अब उठ्छ होला त्यो नउठे पनि। तर 2जना नभए नि केही नभए मैले देखेको चाहिँ अब 4जनासम्म चाहिँ राख्न पर्ने। किनकि हामीले 2टा गेट खोलिदिइरहेछ अहिले होइन। हामीले माग चाहिँ गरिरहेको छ। माग चाहिँ अब 2टा जति अब थप भयो भने त्यसलाई चाहिँ गर्न सेक्युरिटी हिसाबले चाहिँ अब 2जना भयो भने लगभग पुरा हुन्छ जस्तो लाग्छ मलाई पनि। अनि हाम्रो सिसी क्यामेराको त अब मेन कुरो अब त्यो सिसी क्यामेरा जडान भयो भने सजिलो छ। अब कुनै अब कसैले केही यताउता गर्दा पनि सबै निगरानीमा त्यहाँ देखिने भयो। अनि त्यो भएपछि हामीले चाहिँ यो खानेपानीको पनि एउटा व्यवस्था गरेको देखिएको छ संस्थाहरूको सहयोगमा। कस्तो व्यवस्थापन भइरहेछ खानेपानीको विषय? त्यो अहिले अब खेलाडीहरूलाई यो हामीले एउटा चाहिँ मल्टिपर्पजमा अगाडि चाहिँ पोखरा महानगरपालिकाले पोखरा उद्योग वाणिज्य सङ्घले हालिदिनु भएको हो। त्यो अहिले सुचारू भइसक्यो। र अर्को चाहिँ हाम्रो क्रिकेट र फुटबल स्टेडियम छिर्नेको तलपट्टि एउटा त्यहाँ लगभग तयारीमा छ। मेसिन पनि आइसकेको छ। अब त्यो चाहिँ त्यही सिसी क्यामेराले अड्केको। सिसी क्यामेरा हालेपछि बल्ल त्यो अब यो खानेपानी चाहिँ कति ठाउँमा हाल्ने योजना छ? अब अहिलेलाई त्यो एउटा भयो अहिले। अनि एउटा त्यो 2टाले लगभग पुग्छ कि भन्ने छ। अब कुनै स्पोन्सर अब दाता आयो भने त्यो पनि अब सकिन्छ हाल्न। अब यो त्योभन्दा पनि यो मुख्य मैले समस्या देखेको चाहिँ यही हामीले यहीँ ठुल्ठुलो गाडीहरूभित्र देखिरहेको छ। अनि यो सबभन्दा समस्या यो पार्किङको समस्या देखिएको छ होइन। पार्किङ व्यवस्थित पार्किङको लागि योजना के छ? योजना त अब हाम्रो अब मेयर साहबले 50 लाखको लागि पार्किङको लागि यो माथिल्लो भलिबल माथिको लागि पार्किङको 50 लाख छुट्याइदिनु पर्छ। त्यो अस्ति अब इन्जिनियर आएर पनि सबै उसको सर्वे गरिसक्यो। अब त्यो काम चाहिँ लगभग अब छिटै सुरु हुन्छ। तर पार्किङको लागि त लगभग उनीहरूले इस्टिमेट गर्ने अनुसार 2-3 करोड लाग्छ अरे। अहिले हाम्रो फेज भनेको 50 लाखको। त्यो 50 लाखले कति पुग्छ? अनि अब तपाईँको भन्नुपर्दा अब यो तल्लो गेट त लगभग यो पुल बनेपछि बन्दै हुन्छ। अब जसरी पनि माथिल्लो गेट सुचारू गर्नुपर्छ हामीले। त्यसको लागि चाहिँ अब 50 लाखले कतिको अब पुग्छ त्यो अनुसारले अब त्यो काम चाहिँ हुन्छ पार्किङको लागि। अध्यक्षले पनि भन्नुभयो 50 लाख पुग्छ। हामीले चाहिँ 50 लाख चाहिँ उहाँ प्रदेशले पनि हालिदिने कुराहरू पनि मन्त्रालयहरूमा पनि कुरा भइरहेछ। भर्खरै अब देख्नुभयो तपाईँले भर्खरै गाडीको जुन त्यो धुवा थियो त्यो पोल्युसन हाम्रो नाकमा आइपुग्यो होइन। जस्तै हाम्रो नेपालको एउटा चाहिँ स्लोगन छ नि स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने छ होइन। अब स्वास्थ्यको लागि खेलकुद
भन्दै गर्दाखेरि त भित्र सबै बिहान मात्रै दिनको हामीले मोटरसाइकल र गाडी हिसाब गर्दाखेरि हजारवटा भन्दा बढी छिर्दो रहेछ। यसले कति प्रदूषण मचाइरहेको छ होइन। त्यो त भइहाल्यो। त्यो भन्दैन अर्को मैले बिहान देखेको म बिहान 5 बजे आउने गर्छु र बिहान एकदम यो बाटो बिजी हुन्छ क्या। अनि दौडिने बच्चाहरू सानो बच्चाहरू दौडिरहेको हुन्छ, त्यहीँ मोटरसाइकल कुदाइरहेको हुन्छ, त्यहाँ गाडी कुदाइरहेको हुन्छ, त्यहीँ हर्न बजाइरहेको हुन्छ। अनि यहीँ एक्सिडेन्ट पनि धेरै घटिसक्यो होइन। अब यो म तपाईँको थ्रुबाट हाम्रो जिल्ला विकास समितिलाई चाहिँ यो के भन्न चाहन्छु भने यो थाहा त छ होला, तर पनि हामीले एउटा चाहिँ यो भिडियो एउटा बनाउनुको कारण चाहिँ के हो भने एउटा मेसेज दिनको लागि पब्लिकहरूको लागि होइन। जस्तै यो भित्र अब मुद्दाले गाडी नल्याए भन्न मिलेन अहिले किनकि होइन। तर कस्तो भन्ने नि अब दुर्घटना र पोल्युसन हुने सम्भावना छ। तपाईँहरूले पनि यसमा पहल गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र यसको लागि चाहिँ विशेष तपाईँले चाहिँ जिल्ला विकास समितिको अध्यक्ष मिलन गुरुङसँग पनि यो विषयमा कुरा पुर्याइदिनु हुन म अनुरोध गर्न चाहन्छु। र यो अलावा हामीले त यो सामान्य एउटा म्यानेजमेन्टको कुराहरू गऱ्यो होइन। जस्तै हामीले भलिबल फुटबल भइरहेछ, सङ्घहरूले नै व्यवस्थापन गरिरहेछ। र त्यो अलावा पनि अझै बेटर गर्नु लागि सबभन्दा छुटाउन नहुने कुरा मलाई चाहिँ गर्न मन लागेको कुरा चाहिँ यो तपाईँको के अरे यो जति पनि हाम्रो वृक्षारोपणहरू कति गरिसकेको छ होइन। भोलि 5-10 वर्ष त लाउला ठुलो होला, तर यो संरक्षणको लागि तपाईँहरूले चाहिँ कस्तो खालको पहल, कस्तो खालको योजनाहरू जस्तै मिटिङमा त कुरा उठ्छ होला नि त यसो गर्ने यो गर्ने भन्ने कुराहरू, कस्तो खालको योजनाहरू बनाउनुहोस् तपाईँले वृक्षारोपणको लागि। म जस्तै भन्छ अब यो त अहिले त बर्खाको सिजन छ, पानी परिरहेछ, पानी परे त पाएछ, तर मैले देखेको मल पुगेन अझ पनि यो गर्न जरुरी देखिएको छ। हुन त अस्ति उही पोखरा पनि आएर यो हाम्रो यो घाँस काट्ने सरसफाइ कार्यक्रमहरू म उही पोखराको एउटा सदस्य मैले कुरा गरेँ। उनीहरूले त सधैँभरि गर्ने त होइन, उनीहरूले पनि एउटा जनचेतना नै फैलाउने हो। यो पनि हाम्रै आफ्नो पोखरा हो, हाम्रो आफ्नै देश हो, आफ्नै खेलकुद मैदान, आफ्नो रङ्गशाला हो भन्ने एउटा भावना जगाउनलाई गर्ने हो। कदाचित अब हामीले त अब एउटा जनचेतना मात्रै फैलाउने यो कुराहरू प्रस्ताव सल्लाह मात्रै, तर काम गर्ने त तपाईँहरूले हो है। यसमा चाहिँ तपाईँहरूको समितिमा यो कुराहरू चाहिँ उठ्छ होला नि। त्यो कुरा चाहिँ तपाईँले राम्रै भन्नुभयो। अहिलेसम्म उठेको छैन यो कुरा चाहिँ। म अब आउने मिटिङमा राख्नेछु र प्रस्तावमै राख्नेछु। प्रस्तावमा राखेर अब यो वृक्षारोपण मात्रै गरेर नि भएन, यसलाई अब हुर्काउनु पर्यो, मलजल चाहियो सबै। अब अलिकति हामीले त्यो क्यारेज के भन्छ त्यसलाई, जालीको व्यवस्था गरेर त्यहाँ अलिकति 8-10 वटा चाहिँ हामीले व्यवस्था गरेछौँ। अब त्यसलाई चाहिँ अब त्यत्तिकै गरियो। अब आउने दिनमा चाहिँ अब यो मलजलको विषयमा नि कुरा गर्छु। रोप्नु मात्रै ठुलो कुरा भएन कि मैले जस्तै फोहोर यहाँ हाम्रो यो जुन यो यतापट्टिको फुटबल ग्राउन्ड पछाडिपट्टिको ट्रेनिङ ग्राउन्ड छ नि, त्यो पछाडिपट्टिको रुखहरू ठुल्ठुलो भइसकेको थियो कि फेरि यहाँ कसैले आएर माटो हालेर सबै रुख मारिदियो कि होइन। त्यो त अब व्यक्तिले गर्दा मारिदियो। त्यसमा चाहिँ अब विशेष गरेर जिल्ला खेलकुद विकास समितिले पनि हेर्नुपर्ने थियो। अब कति दुःख गरेर रुख रोपेको 2-3 वर्ष लाएर बढेको थियो, तिनीहरूले एकैचोटि मारिदियो। र अहिले पनि वृक्षारोपण त धेरै भइरहेछ होइन। तर यसलाई संरक्षण गर्नको लागि चाहिँ अफ सिजनमा त जस्तै पानी हाल्नुपर्छ भने अब चाहिँ मैले मलजलहरू गर्नुपर्ने छ। यसको लागि पनि अब विशेष ध्यान दिनु हुन आग्रह गर्न चाहन्छु तपाईँहरूलाई। अनि तपाईँको चाहिँ यो अलावा मैले के भन्न चाहन्छु भने 2-4वटा कुरा मध्येमा चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने एउटा टोयलेटको लागि भयो होइन। अनि अर्को जस्तो यो जति पनि यो भित्र अहिले गाडीहरू सिकिरहेको देखिएको छ मैले, गाडी सिक्ने, मोटरसाइकल सिक्ने होइन। अनि दुर्घटना हुने सम्भावना हुने भयो। त्यो अलावा इन्डाइरेक्टली त हामीलाई थाहा छैन यो कुरा त, तर यसले पनि हाम्रो गाडीले अब हजारवटा गाडीले कतिवटा चाहिँ प्रदूषण फैलायो होला। यसमा पनि तपाईँहरूले चाहिँ समितिमा कुरा राखिदिनु अनुरोध गर्न चाहन्छु। र अन्त्यमा तपाईँले चाहिँ सम्पूर्ण यो खेलाडीहरूलाई, रङ्गशाला आउने खेलाडीहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरू आउनुहोस् यहाँ, खेल खेल्नुहोस्, स्वस्थ हुनुहोस्। र अब हामीले पनि अब यो वातावरणको हिसाबले अब यो पार्किङलाई चाहिँ यो माथि नै सार्ने उसमा हामी गइसकेको छौँ। अब आउँदो दिनमा अब केही समय त लाग्ला, अब सरकारी बजेट हो, अब सरकारले अब कहिले दिनु छ त्यो अनुसार हाम्रो काम हुन्छ। र अब आउने दिनमा चाहिँ तपाईँले यहाँ अब रङ्गशालामा हरियालीदेखि लिएर अब यो वायु प्रदूषण यताउता मुक्त रहित रङ्गशालाको हामीले कल्पना गरेको छौँ। ल, थ्याङ्क यू।